राधे राधे भाउजू नमस्कार। मिठो दुध खुवाउँदै हुनुहुन्छ भाइले। नेपालमा बसेर महिनाको 1 लाख रुपियाँ कमाउने च्यालेन्जको चाहिँ आज 10औं दिन साथीहरू। आज पनि म 4:46 उठेर घरबाट निस्किसकेको छु र यसरी आज चाहिँ म तपाईँहरूलाई काँकरभिट्टाको एकदम सुन्दर शान्त रमाइलो शान्ति रमाइलो गाउँ घुमाउनेवाला छु, जहाँ चाहिँ मेरो एकदम धेरैजना ग्राहकहरू हुनुहुन्छ। आउनुहोस् आज हेरौँ मसँगै शान्ति रमाइलो गाउँ कस्तो छ त काँकरभिट्टाको। हर हर महादेव। बिहान कति बजी हिँडिन्छौ? राधे राधे सबैजनालाई राधे राधे। नमस्कार राधे राधे। राधे 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 बता। राधे 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 राधे। नमस्कार राधे राधे सबैजनालाई राधे राधे। राधे राधे भाइ सन्चै हुनुहुन्छ? एकदम अहिलेसम्म। भाइले दिएको खानु मोटा फुट्न आँटेको छ है, अझै मोटाउनु पाऊँ। 1 किलो दिनु होला ल, हिसाब कति राख्दै गर्नु पैसा तिर्नु ल। हिजो कहाँ गएर आउनु हिजो म उहाँ गएको थिएँ पाउपाती भएको दुध धोएको साम्बो छोडेर हाँसेर गएको थिएँ। जय श्री राधे राधे। एकटा युट्युबमा भनेको उसले राधे राधे भाउजू नमस्कार। मिठो दुध खुवाउँदै हुनुहुन्छ भाइले। राम्रो छ त दुध राम्रो छ, अझै तर लाग्ने हुनुपर्छ हैन? अहिले राधे राधे नमस्कार आमा। बिस्तारै आउनु आमा, बोलाउनु कि बरु म पर्खिन्छु। बुढाबुढी मान्छे अलिकति यसो खुसरुक्क लडियो भने अलि धेरै हिँड्दा पनि दम बढ्छ। बोलाउनुहोस्, म रोक्छु, बरु एकछिन पर्खिन्छु। लु ग्वालाजी आउनुभयो, आउनुहोस् है दुध लिन। राधे राधे।
राधे राधे काकी राधे राधे बोतल त अब हाल्नु पर्यो नि दुध दियो फिर्ता दिँदैनन् कतिले फोर बनाएर राख्छन् हो राधे राधे काका नमस्कार आज भाडै दिनुपर्ने भयो राधे राधे बा नमस्कार मलाई दिनु राधे राधे खै त राधे राधे भने कि बाई बाई कति राम्नीमा बाई र यसरी शान्ति गाउँमा दुध बाँडिसकिन्छ साथीहरू यहाँको मान्छेहरू चाहिँ एकदम रमाइलो हुनुहुन्छ कि सबैजना काम गर्न गए जस्तो पनि हुन्न यहाँ चाहिँ मलाई घर आए जस्तो लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ शान्ति गाउँ भन्नु होला अनि हाम्रो यो मिसन 1 लाखको ब्लग कस्तो लाग्दैछ कृपया लाइक कमेन्ट फलो गरेर साथ दिनु होला